अलि सेटअपमा प्रब्लम आएछ हैन स्टार्टिङ अघि नै नि रेकर्ड त गरेको थिएँ ल के छ सबजनालाई सबजना सन्चै हुनुहुन्छ होला आम ब्याक विथ अनदर राइड भिडियो हैन अब यो भिडियोदेखि चाहिँ म एउटा सिरिज स्टार्ट गर्छु भनेर सोचिरहेको छु हैन काठमाडौँबाट एक दिनमा भ्याउन सकिने डेस्टिनेसनहरू के अनि आज त्यही सिरिजको सुरुवात गर्दै चाहिँ म लौके झरनातिर जाँदैछु आज शनिबारको दिन अनि अहिले चाहिँ त्यही टोखातिर आइपुग्यो त्यो शनिबार चाहिँ म राइड निस्किरहेको हुन्छु नि त एक दिन अब त्यही दिनभरि हल्का राम्रो ठाउँ कभरअप गरौँ भने क्या एक दिनमै भ्याउन सकिने यतिकै फेरि त्यो नर्मल टाइपको भने क्या राम्रै डेस्टिनेसनहरू मात्र क्या वान डे डेस्टिनेसन भनेर जङ्गलमा त्यो कुर्सीहरू भएको ठाउँलाई वान डे डेस्टिनेसन भन्छ टनले तर म चाहिँ हल्का राम्रो मजा आउने ठाउँ जान्छु अब हिजो अस्तितिर हल्का पानी पनि परेको थियो नि त त्यसैले झरना चाहिँ ठुलै हुन्छ जस्तो लागिरहेछ अब उतै पुगेपछि थाहा हुन्छ रङ वे आयो ल ब्याक अन द राइट वे आज धेरै घाम नलाएर गर्मी चाहिँ भएन त्यसैले मस्त छ वेदर राम्रो बनाएको छ रोड यताको यो राइड चाँडै सकिन्छ जस्तो त्यही 1 घन्टाको बाटो बाँकी छ होइन टोखानेर आइपुग्यो बिहान चाहिँ पानी परिरहेको जस्तो भएको थियो नि त्यसैले नजाने भनेर बसिरहेको थिएँ तर 11 बजी घाम लाग्न थाल्यो क्या अनि रेडी भएर निस्किहालेँ अब फर्किने बेला चाहिँ पानी पर्छ जस्तो लागेर उतातिर त पुरै बादल छ होइन त्यस्तो केही भए पनि प्रिपेयर्ड नै छु वाटरप्रुफ ब्याग रेनकोट त्यति पछि भइहाल्यो नि अब ब्यागमा क्यामेरा सबहरू गइहाल्छ रेनकोटले आफूलाई छेकिहाल्छ त्यति भएपछि भयो एकलट पछाडिको एङ्गल नै लिनु पर्ला कि यता होइन घाल्डुङमा त अलिक गाह्रै पर्छ बरु यता नै ठिक छ नि ब्राइटनेस लास्टै कम भयो क्या ठिकै छ होला धेरै के मिलाउनु होइन साउन्ड त आइरहेछ नि हेलो हामीएर होला क्यामेराको त्यो स्क्रिनको डिस्प्लेको ब्राइटनेस अलिक बढाउनु पर्ला केही देखेन भने अब एङ्गल राम्रो आएको छैन त्यो नि हेरेन राम्रोसित आएन भने के छैन फर्किने बेला बनाउँला अलि माथि उडेछ यारमा एकचोटि चेकै हान्नु यार फुटे चाहिँ ठिक आएको छ लाने ल अब चाहिँ बाउले ठिक छ होइन अलिकति यतिको भयो हुन्छ ककनी नुवाकोटतिर तर टन्नै झर्ना खाने धेरैमा जानु मन छ मलाई अब त्यही एउटा गएको भने फुङफुङमा हो अरू त खासै गएको छैन त्यति राम्रोमा सबसे मनपर्छ त्यही फुङफुङ हो यता माथितिर आर्मी एरिया थियो कि जस्तो लाग्यो मलाई हल्का याद आइरहेछ हो जस्तो लाग्यो यहाँ जङ्गल एरियामा त्यो आर्मी एरिया थियो जस्तो लाग्यो क्या पहिला एकचोटि आउँदा नि कुन कहाँ पो जाँदाखेरि त्यो जङ्गल सुरु भएपछि चाहिँ भिडियो बनाउनु लिन्छ जस्तो लाग्यो पहिला एकचोटि नि कहाँ डिलिट गर्नु लाग्थ्यो नि अहिले जङ्गल सुरु भइहालेपछि बन्द गरेर होइन रेकर्ड गर्नु कुन झरना जान आँटेको थियो कि त्यति बेला बिर्सेँ मैले जानु चाहिँ त्यो नाम एउटा नाम भर्खर चल्नु थाल्यो झरना जान आँटेको थिएन
तर त्यो बाटो बिर्सेर म अर्कै कुनै झरनामा पुगेको थिएँ क्या। त्यो नि राम्रै थियो क्या। फेरि त्यो भिडियोको लिङ्क पनि म मुनि डिस्क्रिप्सनमा नबिर्सिकन राखिदिन्छु। अनि अब यो जङ्गलको भाग सकेपछि मात्र भेटौँ होला यार। ल चेक पोइन्टबाट चाहिँ हल्का अगाडि आइसक्यो होइन। त्यही त्यो नेसनल पार्क एरिया भएर चाहिँ रेकर्ड गर्नु दिँदैन क्या यहाँनिर। अब त्यो भन्दा चाहिँ धेरै मुनि आइसक्यो म। अझ त्यही अब त्यही 12 किलोमिटर जति बाँकी हो। त्यही चेकिङमा त्यति त केही लाइसेन्स त के चेक गर्दैन। त्यही त्यो कहाँ जान बाँड्नु तर कहाँसम्म हो भनेर सोध्नुहुन्छ। त्यो म अस्ति गएको ठाउँ त झर्ना त राम्रो थियो तर हल्का रोड चाहिँ डेन्जरै छ होइन। तर त्यहाँ नेसनल पार्कको त्यो जङ्गल बिचमा कुदाउनु मजा आउँछ यार। शीतल क्या एकदम। यहाँनिर नि शीतल। अनि हिजो चाहिँ मैले टक्क एउटा पावर ब्याङ्क नै किनेँ होइन। 50,000 एमएचको कतिको। मलाई उयो भने अहिले चाहिँ त्यो गुरुङ गाउँ भन्ने ठाउँ कटेँ होइन। अनि त्यहाँबाट नि यहाँ यिनीहरू काँचोबाट नि यहाँ छुँदा छ तर यो यहाँतिरको बाटो चाहिँ मलाई अलिक डेन्जर अफ रोड हुन्छ जस्तो लाग्यो क्या। अब यो ठुलै हाइवे नै ठिक छ होइन। त्यही 14 किलोमिटर बाँकी छ। ल लागौँ बाटोमा। फेरि प्र्याक्टिकल क्यामेरा एङ्गल भने चाहिँ यही हो। यता सब देखाउनु मिल्यो नि त होइन। यहाँ दामी देखेर अब यो देखाउनु मिल्यो। पछाडि अनि यताबाट चाहिँ त्यति घुमाउनु मिल्दैन। त्यही 360 त्यो एक्सपो एक्सटीहरूको भए चाहिँ हल्का त्यस्तो गर्नु मिल्छ होइन। अब छैन त्यसले जे छ त्यहीबाट काम चलाउनुपर्छ। अनि त्यो रोड साइडमा हुन्छ त झरनाहरू सान्तिनो त्यो सब चाहिँ सुक्या छैन। अब त्यो लौके झरना चाहिँ कतिको ठुलो होला भन्नु सकिन्न। पेट्रोल खर्च धेरै आउँदैन यसरी कुदायो भने। स्वार मुनिसम्म न्युट्रल चाहिँ गाभे हुन्थ्यो। गएको एक ट्राई अझै एक ट्राई लास्ट पुग्यो ल। किलोमिटर नि किन बढाउनु। अब चाहिँ अलि उकालो आयो। ओहो दामी भ्यू छ त यार केटा। उता त्यो मुनिको चाहिँ नुवाकोट हाइवे जस्तो लाग्यो। त्यो सिधा देखिरहेको त धेरै नहेर यार। त्यहाँ नि कुदाउनु चाहिँ मन छ एकचोटि। कहिले अब जाने प्लान बनिहाल्यो भने जाउँला होइन। फोनमा पनि चार्ज धेरै छैन यार। सिधा बाटो के हेर्नुपर्छ। मैले अलि गलत बाटो लिएछु होइन। माथिबाटै उता जानुपर्ने रहेछ। मलाई कहाँ घुमाएको त यार यसले। तँ यार कहाँ पुऱ्याइदिएर क्या। भद्रा टारमा पुगाउन आँट्यो यार। गेडा म्याप्स मलाई पुरा राउन्ड घुमाउन आँट्यो। हट यो गुगल म्याप्सको मात्र भरोसामा जाँदा जहिले यस्तो हुन्छ यार। अब कहाँबाट के हो केही थाहा छैन। माथि नि त्यस्तो के अर्को बाटो त देखेको थिएन। सिधा आएको हो। अलि भएन भन्न कहाँ पुग्यो नि। त्यो 3जना केटाहरू त टाढै पुग्न आँट्यो कि यार। 3जना एउटा बाइकमा माथितिर भेट्दै अहिले फेरि यता गइरहेको छ। म्यापले के देखायो यार। त्यो पछाडिको बाटोबाट युटर्न लिऊ भने फेरि अगाडिबाट यहाँ जङ्गलको बाटो लिऊ भने त्यो दुईजना नि खोजिरहेको छ। आज जानु पाउला जस्तो छैन लौके झरना। त्यही माथिबाट यसो उनीहरू त उताबाट गयो।
म नि पछि लाग्नु पर्ला अब पायो भने पायो पाएन भने केही छैन होइन अब चाहिँ अलि अफ रोड हान्ने बेला आएछ यस्तो बाटो हो र भने आमा ए हो त रहेछ नि जानु परिहाल्यो हजुर नि होला र निबाट होला र यहीँ देखाएर मेरो नि मेरो लोकेसन नि यहीँ देखाएर कि काठमाडौँ एक्लै हो म त जाउँ तटमा उकालो हेर्नु न यार अब यही नै होला होइन अलिकति अफरोड त कुदाउनु परिहाल्यो के हो खोइ त्यो दुईजनासँग जानु पर्ला यार घुमाइहालौँ बाइक अब मेरो भिडियो हेरेर चाहिँ अब कहाँबाट नजाने हो त्यो चाहिँ थाहा पाउनुहुन्छ ओइ धन्न मऱ्यो छैन अगाडि बाटो त्यहाँबाट जम त्यो ओह्रालो चाहिँ डेन्जर हुने भयो अब हेर्नु ल गुगलले गर्छ यार लाउँदै गर्नु अलि मुनिबाट चाहिँ बोर्ड रहेछ होइन देखेँ टक्क त्यहाँ बोर्डमा चाहिँ अब छ अरे झर्ना यताउता यो झर्ना त्यो झर्ना जाने बाटो रे म चाहिँ छ अरे मात्र पढेर फर्केँ क्या अघि ल अब चाहिँ पुगिन्छ जस्तो छ आकाश खुल्ला भए त हिमालहरू पनि देखिन्थ्यो होला हल्का अफरोड रहेछ तर कुन बाटो हो तल आज हत्तपत्त पुग्ला जस्तो छैन कहाँबाट बोर्ड भनेको फेरि बोर्ड थियो र भने मुनि अझै ए यहाँबाट चाहिँ होला नि त होला यही होला खोइ अब ल यो अरे अब लाग्दिउँ अफ रोडिङतिर सिधै त होला नि होइन त्यसैले केटा हो बोर्ड्सहरू नि हेर्नुपर्छ गुगल म्यापमा मात्र भर पर्नुहुन्न अघि कहिले पुग्नु पर्ने डुले भएर लौके झर्ना माथिबाट हस् जान्छ होला बाटो डेन्जर छ भन्नुभएको अहिले चाहिँ अब हेरौँ न कतिको के छ जहाँदेखि जान्न मिल्ला त्यहाँदेखि चाहिँ हिँड्नु होला होइन यतिको त कुदाउनु सकिहाल्छ नि यतिको के कस्तो कुदाउनु सकिन्छ होइन लौके झर्ना कहाँबाट हौ त्यहाँ हो पानीकै आवाज आउँदैन त 5 किलोमिटर 10 किलोमिटर जति हिँड्नु पर्नेछ आवत ओहो पार्किङ चाहिँ अलिक ठिक नहुने रहेछ उता मन्दिर राखेको हुन्छ होला हौ हेल्मेट त्यति छोड्दै 11 बजे निस्केको 11 बजे निस्केको टोखा आइपुग्दाखेरि 35 भएको थियो 11:35 मा टोखाको त्यो मेन टोखा छिर्ने गेट भनेको छ नि यहाँबाट 11:35 मा इन्ट्री गरेको यहाँ आइपुग्यौँ भनेपछि 1:27 2 घन्टाको राइड भन्थ्यो 2 घन्टाभन्दा बढी लाग्यो गोता जुन गयो त्यही पुग्ने हामी हो यही भनेको के हो
झरा त यही रहेछ यस्तो पहेँलोमा को नआउँछ होला हौ एक्साइटेड थियो यार सोचे जस्तो केही हुँदैन क्या यस्तो पहेँलो छ हाम्रो एक्सपेक्टेसन मिट भयो त्यहाँबाट उड्यो बस्नु आउँछ झर्ना काँडा ताले राम्रो छ नि यसो अनि पुरा सुक्यो नै छ यति होला अहिले आएर चाहिँ काम छैन राइड चाहिँ अब यस्तै भयो नि झर्ना त्यति ठुलो पनि छैन रहेछ नुहाम भने नि लास्टै 4 रहेछ डेन्जरै 4 रहेछ अब सिधा असारतिर मात्र जान्छ झर्नातिर त हेर्नु पसिनै पस्ने लुगा त ल्यात्याक्कै भइसक्यो ज्याकेट खोल्नु त मन छ फेरि भित्रको पुरा भिजिसक्यो क्या अनि दुईजना सँगै जाउँ त भन्न त मलाई एक्लै हिँड्नु मन लाग्छ त्यही निस्किँदा म चाहिँ हाइकिङ राउट चाहिँ राम्रै छ हैन पावर ब्याङ्क नै देखाएन यार मैले त्यो पछाडि फोन चाहिँ चार्ज हुँदैछ गर्मी यार लास्टै डेस्टिनेसन चाहिँ राम्रै हो तर अहिले हल्का सिजन टाइमिङ मिलेन टोइलेट चाहिँ यसो यहाँ टोइलेट कहाँ पाउनु हेलमेट छोडेर ठिकै गरेर यहाँ त अब खराब हुने जस्तो काँक्रा खानु पर्ला यार अघि त बाटोमा बेचिरहेको थियो अङ्कलले अङ्कल एउटा काँक्रा ल्याउनु त कति हो 20 लिनुपर्छ नि अहिले घरमा त्यो पावर ब्याङ्क चाहिँ एकछिन धेरै तातोमा छोड्नु भन्छ यही हो दामी छ ल अहिले चाहिँ टक्क बाइक जहाँ पार्क गर्थेँ त्यहाँ पुगिसक्यो हेर्नु म झर्ना त त्यो त्यत्तिकै छैन अहिले हेर्ने टाइम वेस्ट मात्र हुन्छ अब एकछिन साथीहरू गीत सुन्दै जानुपर्छ अब त रोडमा पुगेपछि गीत बजाउँछ अहिले होस् बाटोमा चाहिँ निस्किहालौँ होइन सोचे जस्तो कन्डिसनमा त हिजो अस्ति पानी पऱ्यो अब त मजाको ठुलो भयो होला जस्तो लागेको थियो क्या स्टप रेकर्डिङ ल आयो है यहाँ त्यो अघि नै आएकै रोड त्यो मुनि चाहिँ धेरै मुनि जानु पर्दैन यही छ यहाँ बडी ठिकै देखिरह होला ल अब चाहिँ एक ठाउँ रोकेर एकछिन गीत पड्काइहाल्छ होइन अनि त्यसपछि गीत सुन्दै मस्त जानुपर्छ मैले एयरपोर्ट्स हाल्नु बिर्सेछ के काम गरिरहेको थिएन मैले घरमा त्यो प्यान्टको गोजीमा हालेको थिएँ अनि मैले यहाँ एयरपोर्ट्सको त्यो खाली बट्टा मात्र लिएछ क्या भित्र नो एयरपोर्ट्स अब त्यो एयरपोर्ट्स चाहिँ प्यान्टभित्रै प्यान्टसँगै मैले वासिङ मेसिनमा हालेँ कि के अरे थाहा भएन कस्तो बिर्सिनु भयो क्या सब कुरा छ
नाइस कर्नर स्टप रेकर्डिङ ल टक्क ठिक्क क्यामेरा एङ्गल भेट्यो त्यो अहिले त्यो उताबाट भिडियो गर्न नमिल्ने त्यो जङ्गलको ठाउँ कटेर नि टोखा आइसक्यो त्यही त्यो जगत पार्क बस पार्क भन्नेसम्म चाहिँ भिडियो गर्न मिल्छ होइन त्यसपछि चाहिँ भिडियो गऱ्यो भने के मिलेन भने बोर्डहरू पनि दिएको छ अनि त्यहाँ चेकिङमा पायो भने डिलिट नि गर्नु आउँछ क्या ल अब राइड कन्टिन्यू गऱ्यो भने धेरै हल्ला चाहिँ नहोस् यार है साउन्ड पनि आइरहोस् अलि अझै त्यो म बिचमा भएको जस्तो देखायो भने चाहिँ मजाको हुन्थ्यो होला यहाँ भाइजरमा टाल्छु त भनेको थिएँ तर त्यो पाएन क्या मैले त्यो पछाडिपट्टि एउटा माउन्ट टालेको त त्यस्तै वाला मसँग अर्को पनि थियो जस्तो लागेन तर कस्तो खोइ कहाँ राखेँ पाउँदै पाएन चाँडै घर पुग्छ जस्तो पुरै हल्ल्याएर अब त ओहो उयो झर्लाइ धन्न गयो त्यही तर सर्ट राइड त एकदम सर्टै हो यार यो त ढिलै निस्क्यो नि छिटै पुगिरहेको घर त्यहाँ अहिले 3:30 जति भयो तर त्यो रेकर्ड गर्नु धेरै बिस्तारै गइरहेको नि त सेटअप मिलाउँदै अस्तिको त्यो लेफ्टपट्टि राखेर गऱ्यो भन्दा चाहिँ यही ठिक होला हौ टक्क अलि म सेन्टरमा भएको जस्तो देखिरहेको होला कहाँपट्टि हो ल अब यही साथ यो भिडियोको लागि यति नै गरौँ अब चाँडै नै अर्को राइड भिडियोसँग नि आउँछ होइन अब त्यसको लागि नि हप्ताभरि डेस्टिनेसन खोजेर बस्नुपर्छ सो ल यो भिडियोको लागि यति नै टाटा टेक केयर गुड बाई